हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्दै आज न्यू डे न्यू भ्लगको सुरुवात भएको छ साथीहरु। अनि आज चाहिँ म अलिक बिहानदेखि नै भ्लग सुरु गर्दैछु किनभने आज चाहिँ हामी बिहान चारो खोज्न जानु आँटेको। अनि यहाँनिर देख्न सक्नुहुन्छ यहाँ डोको पनि रेडी गरिसकेको छौं अनि चारो खोज्न जानु आँटेको। अब चाहिँ म तपाईहरुलाई यता किचनको ब्याकग्राउन्ड तपाईहरुलाई देखाउँदैछु। जति छ तर धेरै दिन थाम्दैन। अब बाख्रा झरिहाल्छ। अनि भाइले चाहिँ खाएन? ब्लगमा आइस है। आउँछ हैन? खुरपानी हौ। आरु त मिठो हुँदैन त। उहिले हामीले खान दिँदैन थियो। आरु खाएर भुँडी दुख्छ भन्थ्यो, खान दिँदैन थियो। सबैजना यो फोनै छोडेर किन निस्केको हो? अनि यहाँ मम्मी चाहिँ दुध लगेर जानुभयो घरभित्र। अब चाहिँ हामी पनि लाग्छौं साथीहरु। ल साथीहरु हामी चाहिँ लाग्यौं चारो खोज्नु। तर्फ अगाडि बढ्यौं जंगलतिर। म चाहिँ माथिल्लो घरमा चाहिँ भाउजूहरूले कस्तो राम्रो फुल्ने गुलाब रोप्नु भएको रहेछ। काकीले पो हैन होला, देख्न सक्नुहुन्छ। मेमोरी हो भाउजू, म भ्लग बनाउँछु त मेमोरीको लागि। यहाँ भाउजू पनि आइसक्नु भएको छ मेरो भ्लगमा। तान्चोमा पनि सुतिराखेको रहेछ यहाँ। पछि अब हेर्छ। ल अब चाहिँ हामी पनि लाग्यौं साथीहरु। तान्चो के संसारमा फुल्दैन। साथीहरु हामी अब यो बाटो जान्छौं। यहाँ चाहिँ अलैँचीहरु पनि मरिसकेको छ। हाम्रोतिर चाहिँ अलिक अलैँची मरेको भन्नु कि सुकेको भन्नु यस्तो भइरहेछ। रोगहरू आइरहेछ अलैँचीलाई। फल्नु चाहिँ फलिरहेछ, फल्नु चाहिँ तै पनि के यस्तो। कतिपय साथीहरूले चाहिँ अलैँचीहरू देख्नु भएको हुँदैन। अलैँची चाहिँ यसरी भुइँमा फल्छ, हेर्नु सक्नुहुन्छ। मान्छेहरूलाई चाहिँ कोही कोहीले चाहिँ रुखमा फल्दो रहेछ भनेर सोच्दो रहेछन्। अनि मैले चाहिँ यो थोरै जानकारीको लागि पनि बनाएको। यसलाई चाहिँ हामी कालो सुन भनेर पनि चिन्छौँ। अहिले चाहिँ फुलिरहेछ। यो चाहिँ अब पछि भदौतिर मात्रै पाक्छ। यतातिर चाहिँ साग यसरी यस्तो उयोतिर पनि जङ्गलतिर पनि हुन्छ, देख्नुहुन्छ। हेर्नुहोस् सिमसागहरू के दामी हुन्छ। अब अहिले बर्खामा त कसले नि खाँदैन।
किनभने बर्खामा चाहिँ मिठो हुँदैन अरे। अनि हामी चाहिँ यो सातधारेमा आइपुगिसकेको छौँ। सातधारेमा यहाँ चाहिँ पहिला 7वटा धारा थियो अरे, त्यही भएर यसको नाम चाहिँ सातधारे। अहिले चाहिँ 2 धारामा मात्रै सीमित छ। अब चाहिँ हामी पनि यहाँदेखि नै अलिक मासतिर जानुपर्ने हुन्छ। डेस्टिनेसन चाहिँ त्यता हो। मलाई पनि अरू त होला हुनु त यहीँ खोज्नुपर्छ नि। ल आजलाई यति नै। अहिले चारो खोजेपछि भेटौँ। यहीँ चारो रहेछ। ओइटर्न यहीँ खोजौँ क्या। हेर त चारो देख्न सक्नुहुन्छ गाइस। यहीँ जस्ट छ जस्तो छ। हामी चाहिँ अब यहीँतिर खोज्छौँ होला। कता हो? यता होला हौ जानु। ए होइन, चारो त यहीँ रहेछ त। अनि के को माथि पुग्नु पर्ने हौ। यहाँ चाहिँ ट्याङ्की छ, पानीको ट्याङ्की। अब चारो यहीँ खोज्छौँ होला। साथीहरू देख्न सक्नुहुन्छ चारो। एकछिनमा चारो बनाइदिन्छ। खोज्दा 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 पनि अब जानु खोज्दैन नि। रायो सुनतिर आउँछु त भनेको के रियाक्सन चाहिँ दिएन। पानी पऱ्यो। ल है साथीहरू, म नि अझ चार बेउरा त के हो। यति साह्रो दुःख गरेर बसी त हुनु नि। म देखिरहेको छु। यो उहिले हामी केटा र केटी बनाउँछौँ नि त्यो है। त्यो झारै। ल है साथीहरू, म नि अझ चारो टिप्नु लाग्यो। एक भारी के गर्ने? एक भारी त खाँदैन होला। 15 गरेर भुइँ भुइँ त्यहाँ किसमिस हो कि के? यहाँ राख्नु डोको है। धेरै पर भयो नि त। कतिको छ त होइन। मान्छेहरूले त्यो सर्पको मकै नि दिँदो रहेछ कि दिन्छ, तर फ्याल्दिउँ कक्याउँछ होला। मलाई त त्यो मन पर्दैन।
भिडियोमा त दिँदैन होला। ल है साथीहरू, हामीले चाहिँ अब भारी पनि पुऱ्याइसक्यौँ। मेरो देख्न सक्नुहुन्छ मेरो भारी चाहिँ यहाँ छ। भारी ट्याप्पै भयो। अनि यहाँ साइडको चाहिँ यहाँ छ। अनि हामीले चाहिँ अहिले चाहिँ हामी ठ्याक्क धारामा चौतारामा बिसाएर बसिरहेछौँ। धाराको नजरिया हामी देख्न सक्छौँ। अनि अघि हामीले चाहिँ माथि खोलेको त्यो ट्याङ्की भएकोमा, अनि यता यसकै माथि यहाँ मूलमा अनि भारी पनि थियो। अब चाहिँ म यहाँ खुट्टा पखाल्छु। पनि चारो हुन्छ हुनु चाहिँ, तर अब चारो पाउनु पाउँछौँ, त्यही भएर अहिले काट्यौँ। अनि यहाँ चाहिँ खै को मान्छेले यहाँ सागनको टुक्रा पनि छोडेछ अलिकति। धारामा आउनेहरूले होला लैजाउँ कि क्या हो है, हात धुनु त काम दिन्छ र यतिकै बिलेर जान्छ ल आकाशको पानीले। यो चाहिँ अब खै कसले राखेको हो लग्यो है हामीले चाहिँ, किनभने यो चाहिँ हात धुनु कहिलेकाहीँ काम दिन्छ। यहाँ अब यत्तिकै खेर जानुभन्दा त लगेर जाउँ न भन्ने भएको हो। अनि अब चाहिँ हेर्न ओइ मैले त हाँस्या कहाँ हुन्छ हौ। भेट तारो लग्यो भने पनि बिग्रि त हाल्छ होइन। उस्तो नै झ्याउँछ धेरै। म पनि गरौँ पो छ त यो चारो त के गर्नु, गाह्रो छ है, गाह्रो छ भन्नु होला नि। साग कुल्चिँदै हिँड्दै के को यति साह्रो उयो हो। सबै निक्लिन्छ नि त। गाउँघरको दृश्यहरू यस्तो छ। अघि हामी आएको बाटो चाहिँ यो हो। अब हामी घर जाँदैछौँ। कान्छी चाहिँ यहाँ पुग्यो है, म चाहिँ यहीँ छु। गङ्गटाको खुट्टा पनि देखाउँछु है म साथीहरूलाई। अब गङ्गटाको खुट्टा कसले मारेको किन मारेको यो चाहिँ केही पत्तो पाइएन। झिङ्गा नै भन्किन थालेछ। भाइ साथीहरू, अब चाहिँ हामी घरमा आइसक्यौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले अघि नै यहाँ अघि नै चारो पनि बिसाइसकेको छौँ। अब यसलाई चाहिँ काटेर यो फसेमा उसिनु पर्छ। तर अहिले चाहिँ एकछिन रेस्ट गर्नु पर्ला, किनभने अल्छी पनि लाग्यो। हेलो एभ्रिवान, यो चाहिँ नेक्स्ट डे त्यही भ्लग। अनि आज चाहिँ म हल्का बिरामी जस्तै भइरहेको छु।
बिरामी छ अनि हिजोको भ्लग त्यो बाख्रा चल्नु नि यहाँ चाहिँ बाबु हुनुहुन्छ तल थाङ्ना लाएर आएको होला सायद काँक्रामा अनि यहाँ चाहिँ हलो के भन्छ भने बनचराको भिड बनाउँदैछ दाजु चाहिँ अनि अनि यो काली बाख्रा चाहिँ हाम्रो 2-3 दिन भयो बिहाको अनि यता चाहिँ हामी राख्छौँ उसको साथीहरू चाहिँ तल बारीमा लगेर बाँधेको अनि यहाँ चाहिँ हाम्रो पुचुङले पाटा छ यो बिहाको यो चाहिँ ठुबे हो यसको नाम मैले राखिदिएको ठुबे किनभने यसको नाम कुक्क छ कति राम्रो क्युट छ क्युट ठुबे आइज 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 आजलाई चाहिँ यति नै बाई बाई